कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीको कालो झण्डा। जिल्लाको लम्कीचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाएको प्रहरीद्वारा जानकारी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने। प्रदेशसभा नियमावली 2074 को नियम 128 बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता। विश्वासको मत प्राप्त गर्न कार्कीले एमाले र गठबन्धनमा आबद्ध दलहरूबीच पनि छलफल गर्ने तयारी। एमालेको समर्थनमा मुख्यमन्त्री बनेका विद्रोही कांग्रेसका केदार कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने। माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकले कार्कीलाई विश्वासको मत दिने निष्कर्ष निकाले पनि अन्तिम निर्णयको लागि पार्टी केन्द्र निर्देशनको प्रतीक्षा। समाजवादी मोर्चाप्रति विश्वभरिका नेपालीहरूमा नयाँ आशा र भरोसा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबी। नेपालमा समाजवादी मोर्चाको भविष्य आवश्यकता र औचित्यबारे देश बाहिरका कम्युनिस्टहरूले पनि बहस सुरु गरेको जिकिर। नेपाली सेनाका सहायक रथी एम बहादुर अधिकारीलाई भावी प्रधान सेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काको दाबी। अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने जस्ता भ्रम नछर्न आग्रह। नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने सन्दर्भलाई जोडेर गलत सूचनालाई सञ्चार माध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्यल हुने भनाई। माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकार टिकेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको दाबी। जनताको साथ र समर्थनले तेस्रो दल सानो दल भएको भए तापनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको जिकिर। इजरायलमा भएको हमासको आक्रमणपछि आफ्नै जहाज पठाएर अल्पत्र नागरिकहरूको उद्धार गर्ने पहिलो राष्ट्र बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबी। सरकारले राम्रो काम गर्दा पनि अराजकतावादीहरूले विरोध गर्न नछाडेको प्रधानमन्त्रीको गुनासो। मुलुक इतिहासको सर्वाधिक जटिल मोडमा रहेको नेकपाका महासचिव नेत्र विक्रमचन्द विप्लवको भनाई। विश्वको भू राजनीति र बाछिटाहरूबाट नेपालमा प्रभाव परेको र देश जटिल मोडमा रहेको उल्लेख। नेपाली जनतालाई स्वतन्त्रता, समानता र स्वाधीनता चाहिएको भन्दै दलाल र पुँजीपतिहरूले सत्ता कब्जा गरेको आरोप। नयाँ खुलेका दलहरूलाई विषालु झारपातको संज्ञा। समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको साथ गएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको टिप्पणी। वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको दाबी। मधेस प्रदेश सभा बैठक नेकपा एमालेद्वारा अवरुद्ध। सरकारले मनोमानी गरेको प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहबरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री सरोज कुमार यादव पछि हटेको आरोप। नेपालीहरूको महान पर्व दशैं मनाउनका लागि 3 दिनमा 1,50,000 यात्रुले उपत्यका छोडे। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ-संस्था बन्द भएपछि दशैं मनाउनका लागि उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टराईद्वारा जानकारी। पार्किङ गरेको ट्रकभित्र युवती बलात्कार आरोपमा एक नाबालिग सहित 3 जना पक्राउ। बलात्कार आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका 11 का 43 वर्षीय टेक बहादुर तामाङ, 20 वर्षीय विनोद चौहान र सिन्धुलीका 16 वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङद्वारा जानकारी। अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको अर्थमन्त्री डाक्टर प्रकाश रण महतको दाबी। अहिले समग्रमा देशमा अनेकन समस्याहरू रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह। अर्थ मन्त्रालय र सरकार मात्रले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरू एकजुट भएर लाग्नुपर्नेमा जोड। सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थ संकट बुझ्नै नसकेको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको आरोप। सत्ता टिकाउन जस्तोसुकै सम्झौता गरे तर कानूनमा ध्यान नदिने प्रवृत्तिले थप संकट आइलागेको बताउँदै पछिल्लो चिरकटो सम्झौता त्यसैको उदाहरण भएको जिकिर। शेयर बजारको ओह्रालो यात्राको निरन्तरता कायमै। 23.16 अङ्कले घट्यो नेप्से। 284 कम्पनीको 48,37,000 किता शेयर कारोबार। 6 करोड 24 लाख रुपियाँ सहित कारोबार रकममा प्रभु बैंकको प्रमोटर शेयर अग्रस्थानमा। हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी लिमिटेड हाम्स अस्पतालले सर्वसाधारणका लागि प्राथमिक शेयर आइपिओ जारी गर्ने। कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि 11,25,000 किता शेयर जारी गर्ने निर्णय। शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त। र घरेलु मैदानमा हुने युए र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा। नेपालले बुधबार युएसँग खेल्दै सिरिजको सुरुवात गर्ने। राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै अनुपस्थित।